नमस्कार, स्वागत छ तपाईहरुलाई। तपाई सुन्दै हुनुहुन्छ योगी कमलनाथको आवाज। आज म तपाईहरुलाई यस्तो ठाउँमा लैजाँदैछु जहाँको हावामा शान्ति छ र माटोमा आफ्नैपन छ। यो मेरो गाउँ, मेरो पहिचान र मेरो मुटुको टुक्रा, जसलाई म गर्वका साथ मेरो घर भन्छु। शहरको भिडभाड र डिजिटल दुनियाँको दौडधुप भन्न धेरै टाढा यहाँ समय आफ्नै तालमा चल्छ। मेरो गाउँमा न त ठूला बिल्डिङहरू छन्, न त शहरको कृत्रिम चमकधमक। तर यहाँ के छ थाहा छ? यहाँ छन् बिहानको झुल्के घामसँगै मुस्कुराउने पहाडहरू, पाहुनालाई सत्कार गर्ने न्यानो हातहरू र ती पुराना बाटाहरू जहाँ मेरा बाल्यकालका हजारौं यादहरू लुकेका छन्। मान्छे भन्छन् मान्छे जहाँ जान्छ त्यही दुनियाँ देख्छ, तर म भन्छु मान्छे जहाँबाट आउँछ त्यही उसको असली परिचय हुन्छ। म यहाँको माटोमा हुर्किएँ, यहाँको संस्कृतिलाई आत्मसात गरे र आज त्यही अनुभव बोकेर तपाईहरुसँग जोडिन आएको छु। आजको यो भिडियोमा म तपाईलाई मेरो गाउँको त्यही पाटो देखाउँदैछु जसले मलाई सधैँ धैर्य रहन र अघि बढ्न सिकाएको छ। आशा छ तपाईहरुले मेरो गाउँको यो सुन्दरतालाई त्यति नै माया गर्नुहुनेछ जति म गर्छु। घर त मेरो कालीकोट लालु भन्ने ठाउँमा जाउँ कान्छी घुम्न कर्णालीको नाउँमा, पञ्चे बाजा घन्किने कर्णालीका तिरैमा, लालु गाउँको चिनो दिउँला राखी सिरैमा।